दुर्गा पर्साई सर तपाईको नजरमा केपी ओलीजी को हो त? केपी ओली भनेको त नेपालको सबैभन्दा ढाँट हो। ल कस्तो हेपेर बोल्नु भएको? केपी ओलीजी तपाईँ नि भनिदिनु न केपी ओलीको हो। म नेकपा एमालेको झोले हो। ल ल यो कुरा छोडम। अनि दुर्गा सर तपाईलाई केपी ओलीजीको अनुहार कस्तो लाग्छ त? पहिल्यै त अब के भन्नु, त्यो रातभरि चोर्न हिँडे जस्तो अनुहार नि, त्यो रातभरि चोर्न हिँडेर नपाए जस्तो बिहान बिग्रेको अनिदो अनुहार। कस्तो देखिन्छु भन्ने त म पनि ऐना हेर्दैछु नि कहिले कहिले। त्यही त अनि जे भन्नुहुन्छ। अनि दुर्गा सर तपाईँ त राजा फर्काउँछु भनेर हिँड्दै हुन्थ्यो र किन र? राजा फर्काउने पनि नेपाल र नेपालीको लागि धर्म हो भनेर राखेको म, राजा र हिन्दू धर्मको लागि। ला केपी बा राजा फर्काउने रे? कता फर्काउने? लेफ्ट राइट अघि पछि कता फर्काउने? फर्काउने नफर्काउनु राजा फर्काए त झनै राम्रो हुन्थ्यो। दुर्गा पर्सा जस्तो धेर बोल्ने नेताहरूको मुखमा बुझो त लाग्थ्यो होला। अब राजा ल्याउने, राणा ल्याउने होइन, अब उहिलेको कुरा 22 राज्य 24 राज्य ल्याउने भन्ने कुरा छोडिदिउँ। ल जे होस्, तर जे भए पनि हाम्रो केपी बाले पनि देशकै लागि भनेर 14 वर्षसम्म जेएलसी बस्नु भएको है। हाम्रो हजुरबुवा मारेर बसेको हो ज्यान मुद्दामा। ला हो र केपी ओलीजी? यस्तो पनि हुन्छ काहीँ? आजको जमानामा यस्ता कुरा पनि पत्याएर हिँड्ने? ए तर दुर्गाजी तपाईँ केपी ओलीसँग होइन कहिलेसम्म चाहिँ लडाई गर्नुहुन्छ हो? केपी ओलीसँग त नि एक थोपो रगत हुन्जेलसम्म केपी ओलीसँग लड्छु क्या। अचम्मै गर्न लाग्यो यो त। त्यही भनिया। ल भइगयो कुरा छोडिदिउँ कि बरु दुर्गाजी काङ्ग्रेसको बारेमा यसो अलिअलि भनिदिनु न हो। काङ्ग्रेसको त अब त्यो भेड जस्तो भोला गर्छ, बोलेको बुझिँदैन, केही बुझिँदैन, के कुरा। अनि केपी ओली चाहिँ तपाईँलाई काङ्ग्रेस कस्तो लाग्छ? काङ्ग्रेस चाहिँ कस्तो छ भने कुखुराको पथी जस्तो छ।